नमस्कार साथीहरू। आज पनि मेरो बिहानीको सुरुवात चाहिँ मन्दिरबाट भयो। प्राय त मेरो सधैँ बिहानीको सुरुवात मन्दिर गएर नै हुन्छ। घरमा पूजा गर्छु अनि त्यसपछि गएर मन्दिर जान्छु। माइन्ड पनि फ्रेस हुने, एकछिन भजन सुन्ने अनि आएर खानाहरू बनाउने यताउति गर्ने गर्छु। अब बाबु भएको मान्छे त्यही त हो नि, खाना बनाउनु पर्यो, बाबुलाई खुवाउनु पर्यो, आफू खानु पर्यो, घर सफा गर्नु पर्यो। मन्दिर गएर हामी चाहिँ फर्कियौँ। हजुरहरूलाई मन्दिरको भ्यू त सबलाई खुसी मिल्छ भनेर मैले देखाउने गर्छु कि आफू नै खुसी हुने त हो नि, अरूको पछि लाग्यो भने त कहिल्यै खुसी हुन सकिँदैन। अरूलाई त तपाईँले घाँटी नै काटेर दिए पनि अलिकति बाङ्गो काटेछ अथवा अलिकति तलबाट काटिचेस् भनेर भन्न थाल्छन्। त्यही भएर अरूको मतलब गर्ने होइन, आफू अगाडि बढ्ने हो। आफू कसरी खुसी मिल्छ आफूलाई त्यो अनुसार गर्ने हो। अरूले भनेको जे गर्दा पनि नराम्रै भन्ने हुन् कि राम्रो त कहिले पनि भन्दैनन्। तपाईँ उनीहरूको काम लाग्नुभयो भने उनीहरूले राम्रो भन्छन्, तपाईँ सँगसँगै आउँछन्, नभए चाहिँ तपाईँको वास्ता पनि गर्दैनन्। तपाईँ अलिकति तपाईँको आर्थिक स्थिति तल भयो, अलिकति तपाईँ कमजोर हुनुभयो भने तपाईँलाई फुटेको आँखाले नै हेर्दैनन् कि। त्यही भएर आफू बलियो बन्नुहोस्, आफ्नो आर्थिक स्थिति राम्रो बनाउनुहोस्। त्यसकै लागि मैले नि मिनी ब्लगहरू सुरु गरेको छु। भर्खर स्टार्टिङ हो। सबैले साथ दिँदै जानुहोला, हौसला र माया दिँदै गर्नुहोला। कस्तो कस्तो मिनी ब्लग बनाऊ कमेन्ट गर्नुहोला, अनि कस्तो कन्टेन्टहरू क्रिएट गरौँ त्यो कमेन्ट गर्नुहोला। त्यही अनुसारको म अगाडि बढ्नेछु। साथ सपोर्ट चाहिँ मलाई सबैको चाहिन्छ, किनभने फर्स्ट स्टार्टिङ हो। मैले अस्ति त यसरी बोलेर भिडियो हालेको थिइनँ, मलाई नि अप्ठ्यारो लाग्थ्यो। अहिले चाहिँ मैले अरूले के भन्ला, के गर्ला, कसले कस्तो जज गर्छ भनेर सोच्न नै छोडिदिएँ कि अब आफ्नो लाइफ आफ्नो तरिकाले जिउने हो भन्ने हिसाबले म अगाडि बढेँ। हेर्नु न, बाबुले त्यहाँ टिका लाउनलाई कुरेकै उसलाई उहाँ पैसा दिएर चक्लेट नलिकन हुँदैन कि फेरि मन्दिरमा। अनि कुरेको छ यो मिनी ब्लगहरू चाहिँ म अबदेखि त डेली हाल्ने गर्छु। अस्तिसम्म मलाई अलिक अप्ठ्यारो लाग्थ्यो कि के हो, के भन्ने होला, कसरी क्लिक गर्ने, के गर्ने, एडिट गर्न पनि खासै राम्रोसँग आउँदैन। हजुरहरूलाई मेरोभन्दा राम्रो आउँछ एडिट गर्न भने सिकाइदिनुहोस्, होइन भने मैले कसरी गर्छु भनेर सोध्नुहुन्छ भने नि मैले हजुरहरूलाई सिकाउने छु। फेसबुक जर्नी अनि टिकटक जर्नीहरू के कसरी गर्ने मलाई आएको मैले सिकाउँछु र हजुरहरूलाई आएको हजुरहरूले सिकाउनु होला। मिलेर सँगै अगाडि बढौँ दिदीबहिनीहरू। त्यत्तिकै घरमा बसेर पनि कामै छैन कि के गरेर बस्ने हो र, अलिअलि इन्कम भयो भने नि हुन्छ। मेरो त अहिलेसम्म मोनिटाइज त भएको छैन। मैले नि मोनिटाइजेसन जर्नी स्टार्ट गर्ने भनेर नै सानोतिनो क्लिपहरू क्लिक गरेको थिएँ अस्ति चाहिँ। अहिले चाहिँ अब मिनी ब्लग नै स्टार्ट गर्छु। अनि के कस्तो हुँदो रहेछ